बर्खा लाग्यो है ड्राइभर साथीहरू, गाडी घोडा चलाउँदा अलि बिस्तारै चलाउनु। जताततै बाढी पहिरो चल्न थालेको छ, बाटो चिप्लो छ, आफ्नो ख्याल गर्नु। घरमा बुढी हुनेका बुढीले, बुढी नहुनेलाई बाउआमाले कुरेर बसेका छन्, छोरो कति बेला फर्केर आउँछ भनेर। यो ड्राइभर भन्ने पेसा नै यस्तै हो साथी हो, सबैलाई चाहिने तर कसैलाई मन नपर्ने। दुनियाँलाई आफ्नो घरमा पुर्याइदिन्छ तर आफू नेपालमै बसेर पनि भनेको बेला आफ्नो घरमा जान पाउँदैन। ड्राइभर हुनलाई पनि धेरै गाह्रो छ नि। न घाम पानी भन्न पाएको छ, न भोक निन्द्रा भन्न पाएको छ। आज गाडीको स्टिङमा भएको ड्राइभर कति बेला मृत्युको मुखमा पुग्छ थाहै हुन्न। तर नेपाली जनताले कहिले बुझ्दैन, ड्राइभर सधैँ हेलाएर अनि नराम्रै सोच्छ। प्रिय जनताहरू, सक्छौ भने ड्राइभरलाई माया र इज्जत गरिदेऊ, यदि सक्दैनौ भने ड्राइभरको बेइज्जत पनि नगरिदेऊ। किनकि सबैलाई चाहिने तर कसैलाई मन नपर्ने पेसा यही ड्राइभर हो। तर ड्राइभर हुनलाई धेरै गाह्रो छ, बुझ्यौ नि।